गाइज एम्बालिङ हाइड्रो पावरले चाहिँ आइपिओ खुलाउँदैछ भोलि वैशाख 16 गतेदेखि आइपिओ खुलाउँदैछ र यसको भर्ने चाहिँ अन्तिम मिति रहेको छ वैशाख 22 गतेसम्म र यो समय अवधिमा चाहिँ हामी आइपिओ भर्न सक्छौँ। र गाइज जनरल पब्लिकको लागि भनेर यसले जम्मा सेयर इस्यु गरेको छ 17,43,000 किता र एकजनाले मिनिमम 10 किता भर्ने भएको कारणले गर्दाखेरि चाहिँ जम्मा आइपिओ पर्ने व्यक्तिहरूको सङ्ख्या चाहिँ 1,74,300 जनालाई चाहिँ आइपिओ पर्ने सम्भावना रहन्छ गाइस। र अहिलेको समयमा हेर्दाखेरि चाहिँ नर्मल्ली मान्छेहरूले चाहिँ 25 लाखभन्दा बढी मान्छेहरूले चाहिँ यो आइपिओहरू चाहिँ अप्लाई गरिराखेको हामीले अहिलेको सिचुएसनमा हामीले देख्न सकिन्छ। त्यस कारणले गर्दाखेरि चाहिँ आइपिओ पर्ने सम्भावना चाहिँ त्यति धेरै त छैन, तर पनि हामीले यो मौकालाई चाहिँ किन मिस गर्ने भन्ने कुरा हो। र यदि हामी लक्की भएको खण्डमा हामीलाई यो आइपिओ अवश्य पनि पर्ने नै छ। र गाइस यो हाइड्रो पावरको चाहिँ हामीले चाहिँ वित्तीय अवस्था हेर्दाखेरि चाहिँ यो हाइड्रो पावरको चाहिँ पर सेयर नेटवर्थ रहेको छ 101 रुपियाँ 82 पैसा र त्यसै गरिकन यसको इपिएस रहेको छ 1 रुपियाँ 82 पैसा। हुन्छ गाइज, आजको भिडियोमा यही इन्फर्मेसन रहेको थियो। हुन्छ, अर्को भिडियोमा भेट्नेछौँ। धन्यवाद।